जयमसी तथा हार्दिक स्वागत छ। इमानुएल नेपाली चर्चको प्रस्तुति आध्यात्मिक रेडियो कार्यक्रम आशाको किरणमा जीवनलाई आशा, विश्वास र प्रेरणाले भरिपूर्ण बनाउने आध्यात्मिक रेडियो कार्यक्रम आशाको किरण हरेक मंगलबार साँझ 7 बजे र पुनः प्रसारण शुक्रबार दिउँसो 4 बजे मात्र किङडम भोइस एफएम 102.1 मेगाहर्जबाट प्रसारण भइरहेको छ। श्रोता, लौ त अब लागौं आजको कार्यक्रमतर्फ। कार्यक्रमका लागि पास्टर आशिष लामालाई स्वागत गरौं। आदरणीय दर्शकबिन तथा श्रोताबिन, नमस्ते अनि जय मसी। यतिखेर तपाईँ 102.1 मेगाहर्ज रेडियोबाट कार्यक्रम आशाको किरण सुनिरहनु भएको छ। कार्यक्रम आशाको किरणलाई इमानुएल नेपाली मण्डली उर्किस्तान सुलेमनी इराकले आयोजना गरेको छ र यो कार्यक्रम हरेक मंगलबार साँझ 7 बजे र शुक्रबार पनि तपाईको माझमा प्रसारण हुने गर्दछ। आज कार्यक्रमको बीचमा तपाईको बीचमा म आशिष लामा कार्यक्रम लिएर उपस्थित भइसकेको छु भने प्राविधिक रूपमा मलाई अब्राहम तामाङज्यूले सहायता गर्दै हुनुहुन्छ। दर्शकबिन, हामी तपाईलाई आज मानव जीवनमा हुने अप्रसन्नताको विषयमा कुराकानी गर्न आँटिरहेका छौँ। बाइबलको हितोपदेशको किताबमा 17:22 यसरी लेखिएको हामी पाउँछौँ, प्रसन्न हृदय औषधि हो, तर पेलिएको आत्माले हड्डीहरू सुकाउँछ। यसले हामीलाई प्रष्ट पार्छ कि मान्छेको जीवनमा आउने धेरै प्रकारका समस्याहरू, बिमारीहरू र आपसमा हुने सबै प्रकारका झमेलाहरू चाहिँ मानिसको हृदय जब अप्रसन्न रहन्छ, खुसी हुन सक्दैन, रमाउन सक्दैन अनि उसको जीवनमा यस्ता थुप्रै प्रकारका समस्याहरू आउने गर्दछ। यसैले होला पवित्र धर्मशास्त्र बाइबलले सबै समय मानिसलाई प्रसन्न रहन भनेर सिकाउँदछ। अघि भर्खरै मैले पढेको तपाईलाई सुनाएको पवित्र धर्मशास्त्र वचनले प्रसन्न हृदय नै औषधि हो भनेर भन्दछ। यो संसारमा मानिस हर प्रकारले खुसी रहन चाहन्छ, प्रसन्न हुन चाहन्छ र त्यसको लागि उसले चाहना गरेको, इच्छा गरेको थुप्रै कुराहरू प्राप्त गर्नको लागि उसले हर दिन सङ्घर्ष गर्दछ। तर पनि सङ्घर्ष गरिसकेपछि उसले जे चाहना गरेका थिए प्राप्त गरिसकेपछि पनि ऊ लामो समयसम्म प्रसन्न रहन सक्दैन, किनभने संसारका सबै भौतिक कुराहरूको सुख र प्रसन्नता क्षणभरको हुन्छ। त्यसकारणले गर्दा पवित्र धर्मशास्त्र बाइबलमा यसो भनिएको छ, सन्तुष्टि सहितको भक्ति नै लाभदायक हुन्छ। यसको मतलब यो हो, हामीसँग जे छ र हामीले मेहनत परिश्रम गर्दा जे हात पार्यौँ, प्राप्त गर्यौँ, त्यसमा हामी प्रसन्न रहनु पर्दछ र जान्नु पर्दछ, सिक्नु पर्दछ। जब हामी प्रसन्न रहने कोसिस गर्छौँ, त्यसले हाम्रो हृदयमा अनगिन्ती आनन्द, खुसी, रमाहट र सबै प्रकारका बिमारीबाट हामीलाई टाढा राख्ने प्रयास गर्छ भने हाम्रो प्रसन्नताले गर्दा परिवार, हाम्रो साथीभाइ, समाजमा पनि एक प्रकारको खुसियाली आउने काम गर्दछ। त्यसकारणले गर्दा मानव जीवनमा सबै परिस्थितिमा आनन्द रहनु नै सबैभन्दा उत्तम उपाय हो। आज यही आनन्द रहनुपर्छ भन्ने कुरा मानिसले जान्दा जान्दै पनि आनन्दित रहन नसकेको कारणले गर्दा विभिन्न समस्याहरू परिवारमा छ, समाजमा छ, राष्ट्रमा छ र व्यक्तिगत जीवनमा पनि छ। यसकारण परमेश्वरको वचनले हामीलाई भन्दछ, प्रसन्न हृदय नै औषधि हो। हामी धेरै रुपैयाँ पैसा कमाउँछौँ र हाम्रो आफ्नो पारिवारिक अवस्था, हाम्रो आफ्नो व्यक्तिगत चाहना जीवनलाई उच्च स्तरमा पुर्याउँछौँ भनेर ठुला ठुला देशहरूमा रोजगारी खोजेर जाने गर्छौँ र त्यहाँ आफूले सोचेको जस्तो काम कतिले पाइरहेको छ, कतिले सोचेको जस्तो काम नपाएर सङ्घर्ष गरिरहेको छ। सङ्घर्ष गरिरहनेहरू पनि यहाँबाट जुन आशा लिएर आफ्नो देश, आफ्नो सहर, आफ्नो गाउँ छोडेर बाहिर गएका थिए, ऊ पनि प्रसन्न हुन सकिरहेको छैन र जसले आफूले खोजेका कुराहरू विदेशमा गएर प्राप्त गरे
तर त्योभन्दा अझै उत्तम कुरा पाउने आशा र इच्छा र सङ्घर्षले ऊ त्यहाँ पनि प्रसन्न हुन सकिरहेको छैन। प्रिय मित्रहरू, यो संसार चाहिँ लुतो जस्तो छ। यो संसारका भौतिक कुराहरू चाहिँ लुतो जस्तो छ। हामीलाई शरीरमा आउने लुतो त्यो खटिराको विषयमा थाहा छ। त्यो जति कनायो त्यति चाहिँ आनन्द लाग्छ, जति कनायो त्यति आनन्द लाग्छ, अनि अन्तमा कनाउँदा कनाउँदा हाम्रो शरीरमा घाउ हुन पुग्छ। यो संसारको भौतिक कुराहरू प्राप्त गर्ने, संसार हेर्ने पनि यस्तै प्रकारको चाहिँ नि क्षण जस्तै, साधन जस्तै हो मित्रहरू। जति संसार हेऱ्यो त्यति हेर्न मन लाग्छ, जति संसारको अरू देशहरूमा गयो अझ अरू देश जान मन लाग्छ, जति पैसा कमायो अझै कमाउन मन लाग्छ, जति चाहिँ नि हाम्रो चाहना र इच्छाहरू पुरा गर्न खोजे अनि त्यो अझै पुरा गर्न खोज्छ र हामी त्यसबाट कहिले पनि तृप्त हुन सक्दैनौँ। त्यसकारण प्रभु येशूले भन्नुभयो, ईश्वरको राज्य पहिला खोजी गर र उहाँको धार्मिकतामा सबै कुरा तिमीहरूलाई थपिनेछ। एउटा बुद्धिमानी मानिसले आफूले प्राप्त गर्न खोजेको सङ्घर्षको बीचमा पनि ईश्वरको राज्य र यो संसारपछि, यो मेरो भौतिक शरीरपछि मेरो अवस्था के होला, अर्को संसार कस्तो होला भनेर ईश्वरको राज्य खोजी गर्नलाई मन लगाउँदछ। त्यसकारणले गर्दा यो संसारबाट तपाईँले प्राप्त गर्ने कुराहरू क्षणिक छ र यसले हामीलाई सधैँ आनन्द दिन सक्दैन, तर धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू चाहिँ सधैँ तृप्त हुन्छ। त्यसकारणले गर्दा यो आजको वचनले हामीलाई परमेश्वरको राज्यमा सदैव प्रसन्न हुने, उहाँले हामीलाई मानव शरीर दिएर यो पृथ्वीमा ल्याउनु भयो, त्यो कुरामा सधैँ रमाउने र हामीसँग जे भौतिक कुराहरू छ, जे जिम्मेवारीहरू छ, जे हामी गर्दैछौँ त्यसमा आनन्दित हुने कोसिस गरौँ भनेर परमेश्वरको वचनले भनेछ। आज यसो गर्न नजानेको कारणले गर्दा मानिसलाई टेन्सन भइरहेको छ, प्रेसरमा छ, मानिसहरूको शरीरमा विभिन्न प्रकारका चाहिँ रोगहरू छ, अनि सुख प्राप्त गर्ने कोसिसमा यसरी मानिस खटेको छ कि जीवनभरि कमाएको पैसा अन्तमा त्यही शरीरलाई निको पार्न खर्च गरेर हैरान भइरहेको छ। किन रे भन्दा त्यो भजन हितोपदेश 17 को ख खण्डले भन्दछ, पेलिएको आत्माले हड्डीहरू सुकाउँछ। यदि तपाईँको हृदय भित्रदेखि नै आनन्दित हुन सकेको छैन, रमाउन सकेको छैन भने तपाईँलाई जतिसुकै ठुलो रुपैयाँ पैसाहरू दिए पनि, तपाईँले जतिसुकै सफलता हात पारे पनि ती कुराहरूले तपाईँलाई प्रसन्न हुन दिँदैन र अन्तमा तपाईँको सफलता नै तपाईँको लागि बोझ बन्न सक्छ। अनि तपाईँको हृदय, तपाईँको व्यक्तिगत जीवन, तपाईँको परिवार झमेलामा भएर, बिमारीमा भएर, समस्यामा भएर जान सक्छ। सबैभन्दा हामीले बुझ्न पर्ने अहिलेको युगको कुरा के हो भने, हाम्रा हिन्दू मित्रहरूले, हिन्दूमा आस्था राख्ने मित्रहरूले यो चाहिँ कलियुग हो भनेर भन्दछ, अनि इसाई मित्रहरूले चाहिँ यो पवित्र आत्माको युग हो भनेर भन्दछन्। अनि म चाहिँ मेरो विचारमा चाहिँ यो चाहिँ घोप्टे युग हो भनेर भन्न मन पर्छ मलाई। किनभने हामी एउटा मोबाइल लिन्छौँ अनि त्यसपछि घन्टौँ त्यहाँ घोप्टेर बस्छौँ, छेउमा को साथीलाई के भयो, यतापट्टि तरकारी डर्यो कि उतापट्टि चाहिँ आफ्नो चाहिँ जिम्मेवारीको कामहरू लस भयो कि हामीलाई केही मतलब छैन। हामी घोप्टेर घन्टौँ बस्छौँ र संसारका विभिन्न कुराहरू हेर्छौँ र त्यहाँ विभिन्न प्रकारका कुराहरूले हाम्रो दिमागलाई यसरी चाहिँ नि कभर गर्छ कि ती कुरा पाउनको लागि हामी आपसमा आफैसँग भएका कुराहरूमा रमाउन र प्रसन्न हुन सक्दैनौँ र हामी त्यहाँबाट अझ माथि निस्कन चाहन्छौँ र धेरै मेहनत, परिश्रम र कडा हामी आफैले आफैलाई बयान गरेको जस्तै कडा बयान गर्छौँ यो चाहिँ केही कुरा पाउनको लागि। र त्यसले हामीलाई यति साह्रो चाहिँ खियाउँछ, यति साह्रो चाहिँ हामीलाई व्यस्त बनाउँछ र त्यो नपाउँदा हामी यति साह्रो दुखी र अप्रसन्न हुन्छौँ र हामी जे सोचेर अगाडि बढिरहेका छौँ ठ्याक्कै त्यसको उल्टो जीवन जिरहेका र परिवारलाई त्यो माध्यममा पुर्याइरहेका हुन्छौँ। त्यसकारण प्रिय मित्रहरू, एकचोटि फेरि तपाईँलाई भन्न चाहन्छु, प्रसन्न हृदय नै असल औषधि हो। धेरै रोगहरू तपाईँको हृदय प्रसन्न हुँदाखेरि निको हुन्छ। धेरै समस्याहरू जब तपाईँ खुसी मोडमा बस्नुहुन्छ, आउनुहुन्छ, धेरै समस्याहरू हल भएर जान्छ। धेरै परिवारहरू तपाईँको प्रसन्नताले गर्दा आनन्दित हुन्छ। चाहे तपाईँले परिवारलाई भनेको जस्तो दिन नसकेको होस्, भनेको जस्तो ठाउँमा लान नसकेको होस्, पुर्याउन नसकेको होस्, तर तपाईँ सदैव प्रसन्न रहने उहाँहरूले तपाईँलाई त्यस्तो देख्नुभयो भने
घरका मानिसहरू, समाजका मानिसहरू पनि तपाईँ देखेर प्रसन्न हुन्छ। अन्तमा हामी तपाईँलाई बताउन चाहन्छौँ कि पवित्र धर्मशास्त्र बाइबलले भन्दछ प्रसन्न हृदय नै औषधि हो। तपाईँ जुनसुकै धर्ममा लागेको विश्वास गरेको व्यक्ति किन नहोस्, हामी तपाईँलाई पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचनले जे भन्दछ त्यो भन्न चाहन्छौँ। सबै परिस्थितिमा तपाईँ प्रसन्न रहनुहोस्। हस्त मित्र, आजको लागि भने कार्यक्रमबाट बिदा माग्ने बेला भएको छ। जाँदा जाँदै प्राविधिक मित्र अब्राहम र नेपाली सुलेमनी मण्डली तुर्किस्तान इराकलाई धन्यवाद भन्दै आजको लागि बिदा हुन्छु। तपाईँको जीवन आशिषमय रहोस्। जय मसीह अनि नमस्ते। हलचल हृदयको याद गर्न तपाईको साथ बोल्नुहोस् तब तयार म हुन्छु, बोल्नुहोस् तब तयार म हुन्छु, सुन्न त्यो मृदु आवाज, गर्नुहोस् गोहार मसीही जीवन बिताउन बिना लाज, गर्नुहोस् गोहार मसीही जीवन बिताउन बिना लाज। मलाई हुन्छ छु अतिशक्तिहीन, सिकाउनुहोस् प्रभु गर्नु है सेवा, सिकाउनुहोस् प्रभु गर्नु है सेवा, नबनी स्वार्थी पढाइ होस् आज प्रभु येशूको, बनो मनिस्वार्थी बढाइ होस् आज प्रभु येशूको, बनो मनिस्वार्थी। प्रभु आज मलाई छ भएको छु मृत्यु पार, पवित्र आत्मा र प्रतिज्ञाका भए म भागीदार, ल्याउनुहोस् प्रभु तोडिदेह मेरो, ल्याउनुहोस् प्रभु तोडिदेह मेरो, तपाईको सिद्धता केवल प्रकाश होस्, ज्योति तपाईको
मेरो यस जीवनमा केवल प्रकाश होस् ज्योति तपाईको मेरो यस जीवनमा सिकाउनु संगत गर्न तपाईको दिन ब दिन हे मेरो नाथ गराउनु शान्त हलचल हृदयको याद गर्न तपाईको साथ बोल्नुहोस् तब तयार म हुन्छु बोल्नुहोस् तब तयार म हुन्छु सुन्न त्यो मृदु आवाज गर्नुहोस् गोहार मसीही जीवन बिताउन बिना लाज गर्नुहोस् गोहार मसीही जीवन बिताउन बिना। श्रोता, आजलाई आशाको किरण कार्यक्रमको निर्धारित समय सकिन लाग्यो। अर्को श्रृङ्खलामा हामी तपाईको लागि यस्तै अर्थपूर्ण र जीवन उपयोगी सन्देशको साथमा आउनेछौ। आजको आशाको किरण कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रमप्रति तपाईका सुझाव, सल्लाह र प्रतिक्रिया दिनुहोला। त्यसका लागि हाम्रो सम्पर्क व्हाट्सएप मोबाइल नम्बर रहेको छ +977 98550 15800 +977 98550 15800 र +964 751 773 1735 +964 751 773 1735। हाम्रो इमेल ठेगाना mariam.lama2020@gmail.com mariam.lama2020@gmail.com। हौस् त श्रोता, आजलाई यति नै। अर्को श्रृङ्खलामा तपाईँ हाम्रो भेट हुनेछ। तबसम्मका लागि आशाको किरण रेडियो तथा भिडियो कार्यक्रम परिवार बिदा चाहन्छौ। जय मसीह, नमस्कार।